गर्मी ठाउँबाट चिसा ठाउँमा फुत्त गएर आराम गर्नु पर्यो भने केबल कार चाहिए। सबभन्दा सजिलो एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन, त्यो पनि हुने भयो। अहिले चुनाव लाग्या पनि छैन, अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन, त्यतापट्टि अलिकति भइहाल्नु परेको आवश्यकता पनि छैन। राजनीति मात्रै सधैँ चुनावै मात्रै होइन, विकासमा ध्यान दिउँ हामी। यसै ठाउँबाट किन सुरु गर्न चाहे भने बुटवल भैरवा पनि यहाँबाट नजिकै पर्छ, यता इटौडा बेरीगञ्जतिर पनि नजिकै पर्छ, काठमाडौँतिर पनि यो सेन्टरै पर्छ, पोखरातिर पनि सेन्टरै पर्छ। यो सबै ठाउँको सेन्टर जस्तै छ। अनेक हिसाबले, विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षाको हिसाबले, स्वास्थ्यका हिसाबले, अनेक हिसाबले यो एउटा केन्द्रको रूपमा छ र यसलाई तदनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो। त्यस अन्तर्गत नै यसै ठाउँबाट सुरु गर्नुपर्छ भनेर मैले यसको सडक विस्तारको काम, एसियाली स्ट्यान्डर्डमा निर्माणको काम चाहिँ यहीँबाट थालिएको थियो। हामी यति अल्झिनु, यति अल्मलिनु हुँदैन थियो होला। योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यता अनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी बिना अलमल तीव्र गतिमा लाग्नु पर्दथ्यो होला। आफ्नो ठाउँमा आफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो। केही कमीहरू रहेका छन्, अलिक ढिलो भएको छ, तर विकासले गति लिएको छैन भन्ने कुरा होइन। अघि सडकको त अलिकति सुनाउनुपर्छ, सचिवजीले सडकमा काफी उन्नति गरेका छ। यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्व कालमा मैले देश विकासका लागि पूर्वाधारमा जोड दिनुपर्छ, पूर्वाधार आधारभूत रूपमा पूर्वाधार तयार भएपछि अरू विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ। बिना पूर्वाधार, त्यसमा पनि कनेक्टिभिटी, विद्युत जस्ता कुराहरू, कनेक्टिभिटीमा बाटा पुल त पर्ने नै भयो, हवाई यातायात पर्ने नै भयो, लगायतका गर्मी ठाउँबाट चिसा ठाउँमा फुत्त गएर आराम गर्नु पर्यो भने केबल कार चाहिए। सबभन्दा सजिलो एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन, त्यो पनि हुने भयो। सञ्चारको राम्रो प्रबन्ध हुनु पर्यो, सञ्चारको विकास हुनु पर्यो। त्यसकारण 77वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुर्याउने कार्यहरू तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ र त्यो कम्प्लिट पनि गरियो। अवरुद्ध भएको थियो, त्यसका पछाडि केही राजनीतिक कारणहरू थिए, तर ती कुराहरूलाई पनि अब हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ। विकासका लागि स्थिरता चाहिन्छ, स्थायित्व चाहिन्छ। अहिले देशका प्रमुख दुई पार्टीहरू मिलेर स्थिरता, स्थायित्व दिने त्यो सङ्कल्पका साथ, त्यो अठोटका साथ अघि बढिएको छ र स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिने। अहिले सुशासन र देश विकास, अहिले एउटा मान्यता स्थापित भएको छ, कोही पनि जोसुकै होस् कानुन तोड्छ, देशमा विध्वंस मचाउन खोज्छ, संविधान विपरीतका क्रियाकलाप गर्छ वा आपराधिक क्रियाकलाप गर्छ, खास गरी आपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन। त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ। त्यसमा मैले धेरै केही भन्नु पर्दैन। शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, यी कामहरू दृढताका साथ गरिनेछ र सुशासनको प्रत्याभूति गर्दै
विकासको बाटोमा जनतालाई राम्ररी सेवा सुविधाहरू यथाशक्य क्षमता अनुसार उपलब्ध गराउँदै त्यसका निम्ति पूर्वाधार र अन्य मानवीय संसाधनका पक्षहरू समेतको विकास गर्दै शिक्षाका क्षेत्र, स्वास्थ्यका क्षेत्र यी सबैमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ। त्यसकारण काम हुन्छ, काम हुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो। एक ठाउँमा होइन, देशभरि पूर्व पश्चिम राजमार्गका विभिन्न खण्डहरू 8 खण्डमा अहिले यसलाई विभाजन गरेर यसको स्तर उन्नति हुँदैछ। मध्ये बाढी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ। मदन भण्डारी राजमार्ग केही ठाउँमा कोही कारणले या त बाटाहरू एउटै पहिलेकै बाटोमा अथवा अर्को बाटोसँग जोडेर लानुपर्ने अवस्था छ। केही ठाउँहरूमा केही वनका आदि कारणले, निकुञ्ज आरक्ष जस्ता कारणहरूले केही ठाउँमा अझै ती समस्याहरूको समाधान गरेर निर्माण गर्नुपर्नेछ। नत्र भने कामहरू लगभग सम्पन्न भएका छन्। हुलाकी राजमार्ग मैले भनिरहनु परेन, अलिकति आरक्षले गर्दाखेरि यहाँ रोकिएको छ ठोरीदेखि यतापट्टि र चितवनको खास गरी 3 नम्बर क्षेत्र माडी र यो पश्चिमको क्षेत्र यसलाई जोड्ने ठाउँमा केही ठाउँहरू यसरी बाटो टुटेको छ र ठिकै हो। नारायणीमा थप पुलको विकास गर्नुपर्छ, थप पुलहरू राख्नुपर्छ। नारायणीको तटबन्ध त्यसलाई सम्पूर्ण रूपमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ निकट भविष्यमा। यी कुराहरूतर्फ सरकारको ध्यान गएको छ। अहिले चुनाव लागेको पनि छैन, अहिले चुनाव प्रचार गर्नु परेको पनि छैन, त्यतापट्टि अलिकति भइहाल्नु परेको आवश्यकता पनि छैन। म आग्रह गर्न चाहन्छु सबैलाई, सधैँ राजनीति मात्रै, सधैँ चुनावै मात्रै होइन, विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनु पर्ने छ। मतभेदमा होइन, एकतामा जोड दिउँ। विविधता हुन सक्छ, विचारमा विविधता हुन सक्छ, अरू कुरामा विविधता हुन सक्छ, तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ। देशको विकास गर्नै पर्छ, सबैले विकास गर्नुपर्छ। हामी सबै मिलेर विकास गर्ने हो। अरूले आएर हाम्रो देश बनाउँदैन, बनाइदिँदैन कसैले। जे सहयोग मान्छेहरूले गर्ने गरेका थिए, देशहरूले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोगहरू धरापमा परेको हामीले देखेका छौँ। अरूको भर पर्दा के हुँदो रहेछ, कतिवटा देशका अरूका बलमा लड्ने लडाइँ, अरूका बलमा गरिने विकास, यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन। आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर हामीले अगाडि बढेर विकास गर्नुपर्छ। त्यसरी मात्रै हामी हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो राष्ट्रियतालाई मजबुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ। त्यसकारण यी सबै कुरालाई हामीले डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु। यो हाइवे एसियन स्ट्यान्डर्डमा पूर्वदेखि पश्चिमसम्म, काकरभिट्टादेखि गड्डा चौकीसम्म, गड्डा चौकीदेखि काकरभिट्टासम्म यो स्ट्यान्डर्डको बाटो हुनुपर्छ, एसियन स्ट्यान्डर्ड। एउटा कुरा के भने, यत्तिकै फराकिलो, यत्तिकै चौडा, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनु पर्ने, अथवा खाली क्षेत्रमा पनि बनाउनु पर्ने, वा जङ्गल क्षेत्रमा पनि बनाउनु पर्ने भन्ने हुँदैन। यो सहरी क्षेत्र भएको हुनाले यो एउटा नमुना हो। योभन्दा अलिक साँगुराले पनि एसियन स्ट्यान्डर्ड हुन्छ जङ्गल क्षेत्रहरूमा र सहरी क्षेत्रभन्दा बाहेक। त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरू बनाएका छौँ, हाइवेलाई, अरू बाटाहरूलाई पनि, ताकि त्यो सहरका सवारीका चापहरूदेखि लिएर त्यो सबै कुरालाई ध्यानमा राख्यो। र
जे होस् यसलाई हामी चौडा गर्दैछौँ 8 खण्डमा। अघि पनि मैले भने त्यो एसियन स्ट्यान्डर्डमै बनाउने सबै ठाउँलाई भनेर हामी 6 लेन, तर वास्तवमा यो 8 लेन प्लस छ। यसमा फुटपाथ पनि छ यति चौडा। र यस्तो बाटोहरू सहरी क्षेत्रमा निर्माण गर्ने। र अर्को अघि मुख्यमन्त्रीजीले राख्नुभयो कि फेरि बनाउँदै भत्काउँदै भत्काउँदै बनाउँदै बनाउँदै भत्काउँदै एउटा नाउँमा भत्कायो फेरि बनायो, यसो नगर्नु। कुनै चिजको निर्माण सम्पूर्ण रूपमा, ढल पनि एकैचोटि, अरू पाइपलाइनहरू छ, खानेपानीको छ, केही छ भने बिजुली अथवा टेलिफोनका केही पनि छ भने पहिले बाटो निर्माण हुनभन्दा अगाडि गर्नुपर्छ। र यति स्ट्यान्डर्डको बाटो बनाइसकेपछि फेरि गैँती लिएर बिजा टङ्ग्रा खन्ने खालका कामहरू चाहिँ गर्नु हुँदैन।